जय नेपाल। पहिला दाइलाई सुनिदिनु, उहाँले दिएको प्रमाण कि मैले गाली दिएछु, उसपछि म के भन्न चाहन्छु यसमा। मैले गाली दिएको चाहिँ प्रमाण दिनु, प्रमाण दाइ, यसरी हुँदैन। अब तिमीलाई के को प्रमाण चाहियो? तिमी धर्म विरोधी हो, तिमी स्वीकार न। मैले देखेको छु तिमीले धर्म विरोधी गरेको बंगाली पाकिस्तानीको लाइभमा बसेर। अनि तिमीलाई अझै पनि प्रमाण चाहियो भने म तिमीलाई प्रमाण राखिदिन्छु। यहाँ हेर, तिमीहरू धर्म विरोधीको ग्रुपले कति धर्मको विरोध गरेको छ, कुन कुन भगवानको विरोध गरेको छ भन्ने यहाँ प्रमाणित छ। यहाँ हेर, मुझे यहाँ आएर, है ना? मैं दोनों चीज पे आपसे बात करूंगा। पहले हम राधा पे बात कर लेते हैं। राधा कौन थी? राधा कौन थी? जी, कृष्णा जी का पत्नी थी। कृष्णा जी के पत्नी थी राधा, साबित कर सकते हैं? कृष्णा जी की राधा मामी, है ना? क्या किसी ईश्वर या किसी जो है ना, क्या कहते हैं, मनुष्य को शोभा देता है कि अपने ही मामी से जो है ना रिलेशनशिप बनाए? वो तो आप पहली बार बोल रहे थे। ए मेरो दाई, म यो भिडियोमा गाली चाहिँ कहाँ दिएको? मैले त क्वेशन उठाएको कि राधाजी कृष्णजीको को हुन् भनेर। यदि तपाईहरूको दावी हो कि कृष्णजीको पत्नी हो राधाजी भने तपाई आएर सिद्ध गर्नु नि, यो हो श्री राधाजी चाहिँ श्री कृष्णजीको पत्नी हो, स्वास्नी हो भनेर। तर मेरो दावी हो कि राधाजी कृष्णजीको माइजू हो भनेर। यो त मेरो ब्लेम हो र म सिद्ध गरिदिन्छु। यदि जसलाई पनि सन्देह छ भने ब्रह्म विवर्त पुराण कृष्ण जन्म खाण्ड गएर पढ्नु, तपाई थाहा पाइहाल्नुहुन्छ कि राधाजी श्री कृष्णजीको मामी हो या कि पत्नी हो भनेर। के गर्नुहुन्छ दाइ यार, प्लिज धर्मलाई अलि पढ्नु यार। धर्ममाथि क्वेशन उठाउने यो कुनै पाप होइन। जब तपाईहरूको धर्मको मान्छेहरूले उठाउँछ कि मुसलमानले आफ्नै चाहिँ दिदी बहिनीसँग बिहे गरिन्छ, कजन म्यारेज भने हाम्रो पनि दायित्व हो नि तपाईको धर्ममाथि प्रश्न उठाउने। दाजु प्लिज अलि रिसर्च गरेर भिडियो बनाउनु, यस्तो नबनाउनु। विदाउट रिसर्च भिडियो बनाएर फाइदा छैन।